नमस्ते दर्शकवृन्द। यो बाटो पानी पर्दाखेरि धान रोप्ने खेत जतिकै हुँदो रहेछ। सानो फेदे नपुगिन्जेलसम्म बाटो यहाँबाट साह्रै अप्ठ्यारो, साह्रै हिलो र साह्रै नै विकराल खालको रहेछ। यो रुट चल्ने फोर व्हिल गाडी अति बलिया रहेछन्। बडो सकसका साथ सानो फेदी यानि कि काफले पाटी पुगिकन छाडियो। साँझ 6 बजेतिर उकालो चढ्न थालेको सानो फेदीबाट 8 बजेतिर ठ्याक्क ठुलो फेदी बाँसबस ठाउँ पुग्यो। यहाँको होटल नम्बर 3 पटराई होटलमा रुम बुक गरिएको थियो। पानी परेको थियो तर रमाइलो थियो। ठुलो फेदीको यात्रा सुरु हुनसाथ कान्छी देवी मन्दिरमा पूजा गर्ने प्रचलन रहेछ। हामीले पनि सरदाम ठुलो फेदीको बजारमै किनेर ल्याएका थियौँ। हामीले पनि कान्छी देवी मन्दिरमा पूजा आजा गर्यौँ। यात्रा सफल होस् भनेर, माताको दर्शन सफल होस् भनेर प्रार्थना गर्यौँ र हामीले हाम्रो यात्रा जारी राख्यौँ। रातभरि पनि पानी परेको थियो र अहिले बिहान पनि भर्खरै मात्र पानी रहेको थियो। दिन त्यति खुलेको थिएन, धोबिने रात थियो। आहा, कति रमाइलो मनोरम दृश्य। राति पानी परेकोले हिउँ परेको छ। दिन छर्लङ्ग खुलेको छैन। चारैतिरका हिम श्रृङ्खलाहरू त हामीले देख्न पाएनौँ, तर उकालो चढ्दै हिउँसँग रमाउँदै वरिपरिका दृश्यहरूको भिडियो बनाउँदै सबैजना हामी लागिरह्यौँ। म पनि लागिरहेँ। दर्शकवृन्द, पाथिभरा माताको दर्शन, त्यहाँको पूजाआजा मैले अस्ति नैको भिडियोमा प्रस्तुत गरेकै थिएँ। आजको भिडियोमा मैले यहाँलाई मुख्यतः यहाँको बाटो, उकालो चढाइ, वरिपरिका सुन्दर दृश्यहरू देखाउने प्रयास गरेको हुँ र मैले ठानेको छु यो बाटो, हिँडाइ, यो चढाइ, यो दृश्य अति नै अविस्मरणीय छ। कहिले पनि बिर्सन सकिँदैन। उकालो सकेर मन्दिर प्राङ्गणमा प्रवेश गर्दाको क्षण त झनै रोमाञ्चक थियो, बिर्सन नसकिने थियो। मैले अघि नै भनेको थिएँ, घाम लागेन, मौसम खुलेन, वरिपरिका बादल फाटेनन्। त्यसो भएर हिमश्रृङ्खला हेर्न पाउने भाग्यमानी त बन्न सकिएन। त्यही पनि हिउँ परेर देखेको यो भुइँ, यो डाँडाकाँडा दृश्य भने साँच्चै नै मनमोहक थियो।
लाइन बस्दा बस्दै एकैछिनमा झन् दिन दुमियो। त्यही पनि दर्शन गरेर खुसी साथ प्रसन्न मन लिएर हामी फर्क्यौँ। यो दिन अहिलेसम्मकै सबैभन्दा ठुलो भिड भन्ने हामीले सुन्यौँ। त्यही पनि त्यस्तो भिडमा पनि स्मरणीय रूपमा माताको दर्शन गर्न पाउँदा पूजा अर्चना गर्न पाउँदा आशीर्वाद लिन पाउँदा हामी धेरै नै खुसी थियौँ। फर्कँदा उज्यालोमा देखिएको ठुलो फेदी बजार कति सुन्दर। राति यति सुन्दर छ जस्तो लागेको थिएन हामीलाई। पर पाथिभरा ठुलो अक्षरले पाथिभरा लेखिएको थियो। हेर्नुहोस् त गुराँस पनि फुलेका कति सुन्दर। 12:30 बजेतिरै दर्शन गरेर फर्केको देख्दा साउनी पनि छक्क पर्नुभयो। हामी त्यसपछि फटाफट खानपिन गरेर होटलको बिलसिल चुक्ता गरेर फेरि ओह्रालो लाग्यौँ सानो फेदीतिर। भन्न उसो होइन कि ओह्रालो झर्न झनै गाह्रो रहेछ। खुट्टाहरू बाउडिए जस्तो, खुट्टाको छेपारी दुख्यो। तर ठ्याक्कै सानो फेदी पुग्ने बेला म देखिने यो सुन्दर दृश्यले लाली गुराँस फुलेको देखेर मनै प्रफुल्ल भयो। लाग्यो यी लाली गुराँसहरूले हामीलाई मुस्कुराउँदै बिदा गरिरहेछन्। हामीलाई फेरि पनि आउनु है भनेर मुस्काएर हात हलाउँदै बाई भनिरहेछन्। हो पाथिभरा जाउँ पुण्य कमाऊ। दर्शकवृन्द, भिडियो हेरिदिनु भएकोमा धन्यवाद टक्राउँदै मेरो च्यानललाई यसरी नै माया गर्नुहोला, साथ दिनुहोला, कमेन्ट गर्नुहोला, सब्स्क्राइब गर्नुहोला भन्दै आजलाई म बिदा चाहन्छु। फेरि भेटौँला। नमस्ते, धन्यवाद।